को थियो, मेरो थुन्निएको सास सुन्ने को थियो, चट चट गर्थ्यो कञ्चट सुन्नेको थियो, को थियो मेरो कञ्चट सुन्ने झन्झट गर्ने को थियो, मुख थुनेर चिच्याउँदा घाँटी सुन्नेको थियो, को थियो मेरो सुन्निएको घाँटी सुन्नेको थियो। सोच्थे कहाँ म बाँच्ने आश झुन्डेको थियो, सोच्थे कहाँ म बाँच्ने आश झुन्डेको थियो, म उत्तानो थिएँ खाटमा सास झुन्डेको थियो, सिलिङभरि मृत्युको त्रास झुन्डेको थियो, म आकाशमा थिएँ या आकाश झुन्डेको थियो। पछुतो र डरले मेरो ज्यानै लिन लाग्थ्यो, तर म मर्नै लाग्दा पछुतो र डर चाहिँ कहाँ थियो। हिजो र भोलिले मेरो ज्यानै लिन लाग्थ्यो, तर म मर्न लाग्दा हिजो र भोलि चाहिँ कहाँ थियो। त्यही बेला थाहा भयो म के नहुने रहेछु, हिजो र भोलिको नथे नहुने रहेछु। म मर्न लाग्दा मसँग केही नहुने रहेछ, जेले गर्दा मरिरहेको छु त्यही नहुने रहेछ। त्यही क्षण गरे प्रण मलाई हार्न दिन्न, हिजो र भोलिसँग मलाई हार्न दिन्न, जे छँदै छैन त्यसलाई मलाई मार्न दिन्न। हिजो र भोलिसँग मलाई हार्न दिन्न, जे छँदै छैन त्यसलाई मलाई मार्न दिन्न। त्यो क्षणदेखि मेरो हर क्षणमा मस्ती छ, त्यो क्षणदेखि मेरो हर क्षणमा मस्ती छ, मेरो मनमा मस्ती छ, मस्तीमा मस्तिष्क। त्यो क्षणदेखि मेरो हर क्षणमा मस्ती छ, मेरो मनमा मस्ती छ, मस्तीमा मस्तिष्क। मस्तीको बस्तीमा व्यस्त छ अस्तित्व, अस्तित्वको मस्ती क्षणिक छ तर ठिक छ, अस्तित्वको मस्ती क्षणिक छ तर ठिक छ। संसारमा अरू के छ जो एक क्षणभन्दा बढी ठिक छ। म भन्दै गरौँ नि यो क्षण पनि क्षणभङ्गुर छ, उसको लागि छ होला जो अर्को क्षण कुर्छ। भन्दै गरौँ यो क्षण क्षणभङ्गुर छ, उसको लागि छ होला जो अर्को क्षण कुर्छ। मेरो लागि त यहाँ एक क्षणको तार छ, जे जति छ त्यही क्षणको विस्तार छ। भनुन् मलाई यो मान्छे अव्यावहारिक छ, भनुन् मलाई यो मान्छे अव्यावहारिक छ, ठिक छ, मलाई अव्यावहारिक छ पनि ठिक छ। म यो जुनीमा योजनाको भर गरेर बाँच्दिनँ। भनुन् मलाई यो मान्छे अव्यावहारिक छ भन्छन् कि भनुन् मलाई यो मान्छे अव्यावहारिक छ, ठिक छ, मलाई अव्यावहारिक छ पनि ठिक छ। म यो जुनीमा योजनाको भर परेर बाँच्दिनँ, जे गर्छु आकस्मिक छ, क्षणिक छ तर ठिक छ। संसारमा अरू के छ जो एक क्षणभन्दा बढी ठिक छ। मेरो तन सांसारिक छ, मेरो तन सांसारिक छ, मन आध्यात्मिक छ।